साथीहरु कारको टायल कटाउनको लागि सर्वप्रथम एटमा छिर्नुपर्ने हुन्छ। आफू सेफ भएर गाडीमा चाहिँ बसिसकेपछि सरर बिस्तारै चाहिँ एटमा छिराउने कोसिस गर्ने, बिस्तारै बिस्तारै लैजाने, बिस्तारै बिस्तारै एटमा छिराउने। जुन एंगलबाट पनि हामी छिर्न सकिन्छौं, दायाँ बायाँ। अहिले हामी चाहिँ दायाँबाट जाँदैछौं, बायाँ साइडबाट जाँदैछौं। बायाँबाट सरर हान्ने, आस्ते 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 हल्का हल्का क्लच छोड्दिँदै एक राउन्ड मजाले हान्ने। कतै स्टम्पहरुलाई कतै पनि टच नगरिकन हान्नुपर्छ। सरर आउने, यसरी आउने, नडराइकन आउने। बिस्तारै बिस्तारै कर्नरहरुमा घुम्तीहरुमा एकदम चाहिँ ख्याल गर्नुपर्छ। घरी खोल्ने, घरी चाहिँ लिने, त्यसरी गर्नुपर्छ। र बिस्तारै बिस्तारै 1-1.5 पटक हानेपछि हामी चाहिँ यसरी बाहिर निक्लन सक्छौं। र ब्रेकर आउँछ, ब्रेकरमा सिधै जाने। ब्रेकर पछि लगत्तै चाहिँ साइड लाइट बाल्नुपर्छ। साइड लाइट बलेको छ र त्यसपछि हामी सुइँ आउने। अब उकालो आउँछ, उकालोमा पनि नडराएर एक्सिलेटर दिने अनि सरर पहेँलो घेराभित्र रोक्नुपर्छ। एकछिन रोकिसकेपछि माथि तानेको ह्यान्ड ब्रेक झारिसकेपछि अगाडि बढ्दै फेरि ओह्रालोमा गएर पहेँलो घेराभित्र हामीले गाडीलाई रोक्नुपर्छ र बिस्तारै झर्ने। झरिसकेपछि सरर आउने। अब ब्याकको लागि हामी चाहिँ भित्र छिर्नु पर्ने हुन्छ। सरर यसरी भित्र छिर्ने अनि त्यो लास्टको स्टम्पको अगाडि ठ्याक्क चाहिँ टायरलाई राखेर सरर अगाडिको टायर त्यहाँनेर गएर टक्क चाहिँ रोकिदिने। रोकेपछि ब्याक गियर लगाएर सरर पछि आउने कोसिस गर्ने। सिधा हिसाबले स्टियरिङलाई सिधा राखेर हामी यसरी पछाडि आउन सक्छौं। आइसकेपछि फुल स्टियरिङ काटेर हामीले भित्र छिर्नु पर्ने हुन्छ। एलको लागि, ब्याकको लागि। र एलको लागि भित्र सरर छिरेपछि पुनः चाहिँ ह्यान्डल खोलेर हामी सिधा ब्याक आउनु पर्ने हुन्छ। सिधा ब्याक आउनुपर्छ। त्यसको लागि ह्यान्डल सिधा गराएर हामीले सरर पछाडि जान सक्छौं। पछाडि गएर मिररमा हेरेर हामीले कहाँनिर रोक्नुपर्छ त्यही ठ्याक्क रोक्नुपर्छ। रोकिसकेपछि पुनः हामी अगाडि गएर पार्किङमा चाहिँ गाडी लगाउन सक्छौं।